हुने कुराहरूको केही अर्थ छैन। त्यस्तो मान्छेहरूलाई तपाईँले झुकेर तपाईँले हुन्छ नि गिडगिडाएर सम्बन्ध बचाउन जरुरी छैन क्या। तपाईँको आफ्नो पनि त जिन्दगी छ होइन, तपाईँको आफ्नो जिन्दगी छ, तपाईँ पनि त कसैको घरको फुल हो नि होइन। तपाईँ एकजना मान्छेलाई जति गर्दा पनि खुसी भइरहेको छैन, जति गर्दा पनि ऊ बुझ्न खोजिरहेको छैन, उसले तपाईँको केही कुरै बुझ्न चाहेको छैन, उसले तपाईँभन्दा बाहिर नै संसार देखिरहेको छ भने त्यो मान्छेलाई खुसी बनाउन, त्यो मान्छेलाई बुझाउन तपाईँ आफ्नो जिन्दगी पुरा खर्च गर्नुहुन्छ। के पाउनुहुन्छ भन्नु त? तपाईँले त्यसलाई बुझाएर तपाईँ त्यसको अगाडि गएर झुकेर के पाउनुहुन्छ? सोच्नुभयो होला माया पाउँछु, हुँदैन त्यस्तो। तपाईँले यदि बुझाउनु भयो भने पनि त्यो मान्छेलाई होइन, तपाईँले कसै गरी पनि बुझाउन कोसिस गर्नुभयो र त्यो मान्छेले बुझिहाल्यो भने पनि त्यो मान्छेले तपाईँलाई माया दिँदैन क्या। त्यो मान्छेले तपाईँलाई माया